रातभरि हल्ला गर्दै बस्छ आज लगेछ हो हो अब यो पनि यो पानीले कि खत्तम बनाइसकेको छ त्यस्तो अवस्था हुन्छ बेलुका चाहिँ अलिकति अस्ति अनि झर्ना बहिनीलाई पनि अलिक आपत परेछ बहिनी त्यो बेलुका त्यसो भिडियो गर्दै एक्सन गर्दै नजानु किन फोरहरू गरिदिएको बनाइदिएको छु जग्गा जग्गामा यता मास्तिर यस्ता अब यहाँ लगाइदियो भने त हामीलाई आएर त्यहाँ भेला पारेर जलाउँदाखेरि भनेको त त्यस्तो थिएन किनभने त्यहाँ बस्ती थियो संरचनाहरू थियो होटलहरू थियो त्यहाँ घरहरू थियो होइन अनि अब नजिकै घरहरू थियो नि त कार्टुन ड्रिङ्क चिजहरू ल्याएर यो ठाउँमा आएर खाली छ यहाँ त कसैले केही गर्दैन भनेको बेला पुलिसहरू पनि आइपुग्दैन भन्ने ए बजारबाटै है यो हो आगो ताप्ने बियर बोक्ने बियर बोकेर आउने हुक्का चिलिम जाडो भगाउने अनि रातभरि हल्ला गर्दै बस्छ आज यो सिसी क्यामेरा जडान पछिको अवस्था यहाँ के छ काम गर्ने मात्रै मान्छे है अहिले यहाँ बन्द छ त्यस्तो केही छैन होला होइन ढोकाहरू लगायो होइन ढोका लाग्यो यो यस्तो त छ हेर्नुहोस् न हाट त छ ए निस्किरहेको छ यो एकदम लक गरेको छ कहिले त यो पनि लक हुँदैन यसो गर्दाखेरि यहाँदेखि पर्छ आज लक अलिक डरै छ आज लगेछ हो हो अब यो पनि यो पानीले कि खत्तम बनाइसकेको छ ल यहाँ छ यस्तो छ है ढोका नयाँ आइसकेको छ नयाँ लगाएको छ तर खास यो फिनिसिङ भएको छैन है हिजो अलिक ढिलै गरी आयो ढोका होइन त्यही भएर पनि होला फिनिसिङ बाँकी छ तर पनि त्यस्तो केही भएको छैन होइन भएको छैन यो हिजो लगाएको टेम्परेरी अहिले भित्रदेखि लगाएको छैन यो पुरा पानीले भेटेर के भन्छ यहाँदेखि अब यसो हल्लिसकेको थियो कि सबै झरिसकेको ए कसैले अब यस्तो दियो होला नि त्यसलाई होइन अलिकति छुँदा पनि सहज भयो हजुर सुन्दा अनि भित्रको सामानहरू के अरे प्लासहरू त्यो खुकुरीहरू उसको नवीनको टोपीहरू सबै लगिदिएछ है यहाँ सुरक्षित हुन्छ भनेर राख्नु भएको सबै लगिदिएछ र बिहान कति बजेदेखि ड्युटी छ मामाको ए म त 10 बजीतिर खाना खान्छु त 11 बजीतिर आउँछु अनि साँझ साँझ अब एकछिन त झरिहाल्छु है दिउँसो चाहिँ तपाईँ एक्लै हजुर होइन कहिले अब साथीहरू आउँछ हजुर कोही झर्दै गरेको हुन्छ कोही ए इन्टरचेन्ज पाले हुन्छ कहिले सँगै आउँछु आज चाहिँ म एक्लै भएँ आज दुर्गा पनि उता गाईघाटका त मलामी गएको रहेछ फोन गरेको कोही यहाँ त कोही पनि आएको छैन त भन्दाखेरि अहिले के छ मामा दिउँसो ड्युटी गरिरहँदा अब सरसफाइ त गरिराख्नै भएको छ होइन सरसफाइसँगै यहाँ के समस्याहरू देखिन्छ के कस्तो छ समस्या त ठिकै छ अब खासै काम केही छैन आयो त्यहाँ अब मैला कचडा अब हिजो बेलुका सबै यहाँ आएर सबै मैला गरेको हुन्छ त्यो टिपटाप गऱ्यो साफसफाइ गऱ्यो यता मैला गरेको हुन्छ मेन समस्या चाहिँ अब पानी छैन टोइलेट बाथरुम सबै न त चाबी लाउने सिस्टम छ र लाउनु सबै त्यो समस्या छ अब हामीलाई पनि अब यहाँ यसो बस्दै गरेको हुन्छ हात खुट्टा यसो धुनु पानी छैन यहाँ खाली छ यो सब ब्लक भइसकेको छ ट्याङ्कीहरू पनि उताको पनि त्यस्तै छ समस्या छ अब तपाईँ चाहिँ नियमित ड्युटी गर्दै हुनुहुन्छ हजुर भ्याएको बेला नियमित जस्तै आउँछु एक्लै आउँछु अनि अन्त यो धेरै हप्ता छुटेको थियो शनिबार पनि यतै आउँछु अनि यो बाजी त म त जाँदिनँ शनिबार त्यहाँ काम गर्नु पनि दिँदैन यसो टिक्कै लाउँछ सोधेर म त पाइप पुर्नु जान्छु भनेर यो बाजी चाहिँ पाइप पुर्नु गएँ अस्ति गरी के हुन्छ मामा यहाँ तपाईँ आउँदाखेरि चाहिँ कस्तो मान्छेहरू आउँछन् के भन्छन् अब यहाँ चाहिँ जान्नेले चाहिँ कहिलेदेखि सुरु गर्ने हो भन्ने क्वेसन गर्छ कसैले चाहिँ अब नजान्नेले के हो यो यहाँ के यो भित्र के छ भन्छन् यो बारेको भित्र के छ यो भित्र भन्छ अब त्यो एक्सप्लेन गरिदिनु पर्यो यहाँ अब साकेला नचाउने हो भन्छ कसैले हरेक आज पनि तपाईँलाई हामीले आउँदाखेरि झाडु बोकेर डाँडामा बसिरहनु भएको थियो है हजुर फोहोर धेरै गरिदिन्छन् फोहोर अति नै गर्छ आज
है हजुर एक्लैले त शनिबार कन्ट्रोल गर्नै गाह्रो हुन्छ त्यो गाह्रो हुन्छ तर त्यहाँ अब उनीहरूको सिनियरलाई अब स्टुडेन्टहरू बढी आउँछ उनीहरूको टिचरहरूलाई यहाँ मैला यसो गर्नु नदिने तपाईँको स्टुडेन्टहरू भनेपछि अलिक कन्ट्रोल गर्छ शनिबार चाहिँ कति जति मान्छे आउँछन् मामा शनिबार कहिले अब 5-6 गाडी तल पुलमा बसिराखेको हुन्छ त्यो 5-6 गाडी तल रोकेर यता हाइकिङ गर्दै निकाल्छ कहिले उहाँ उनीहरूको गाडी राखेर पर संस्कृति पार्कमा अनि अधिकांश हाम्रो यो टाढोको त आएको छैन मैले यो सुनसरी हाम्रो सुनसरी जिल्लाभित्रकै मात्रै आउँदो रहेछ तरारा उता अस्ति इटारी विराटनगरको पनि आएको थियो अस्तिको तल त्यही 4 गाडी कम्तीमा 4-4टा 5वटा बसहरू तल उभिराखेको हुन्छ तल के अरे हाम्रो पुलमा त्यहाँदेखि उनीहरू तपाईँ कति बजे ठ्याक्कै आउनुहुन्छ म चाहिँ त्यही 10 बजीतिर खाना खाएपछि निस्किहाल्छु त्यही आधा घन्टामै आइपुग्छु 10:30 11 बजी ठ्याक्कै उपद्रो चाहिँ कतिखेर हुँदो रहेछ यो राति त भयो दिउँसो पनि हुन्छ है भाइ दिउँसो त खासै हुँदैन त्यो अब त्यो प्याकेट फुड लिएर आउने अनि त्यो अब घरमै पकाएर आउनेहरू त्यही डाँडातिर बस्छ त्यहाँदेखि भन्दा पनि यो मैला नगर्ने भन्दा पनि यो हामीले गरेको होइन भन्छ भरे त्यहाँ उनीहरूले पनि त्यतिकै छोडिराखेको हुन्छ अस्ति त त्यो कताको छोरी मान्छेहरू त कता तलतिर मधेसतिरको सँग परि पनि गयो अघि त भन्थ्यो मैले गरेको होइन यो चाहिँ के हो भनेर फर्काएर पनि टिपाएर पनि पठाइदिएँ नराम्रो पनि लाग्यो होला के गर्नु कति साफ गर्नु अझ कहिलेकाहीँ छुच्चो पनि हुनुपर्छ सोचो पनि हुनु पर्दो रहेछ अघि त मैले यहाँ मैला नगर्नु भन्दाखेरि यहाँ यो मैले गरेको होइन भन्छ यो चाहिँ के हो भनेको त्यो माथि सबै बस्यो पियो अनि त्यो ढुङ्गा थुपारेको थिएन त्यतै चेपतिर घुसाएको छ पोको पारेर त्यतै फालिदिएको छ त्यहीँ मैले बोरीहरू सबै राखिदिएको छु र पनि त्यसो गरेर जान्छ तर अब अहिले सिसी क्यामेरा यो ढोका फुटाएको थियो है डाङडुङ हजुर यो ढोका फुटायो त्यो ढोका पनि नाजुकै उसमा थियो हजुर यो अलिकति यसो गर्दाखेरि झरी गयो अब तल्लो पनि त्यस्तै छ भनेपछि अब चाहिँ राति पनि ड्युटी गर्नुपर्ने अवस्था आयो हजुर यो सिसी क्यामेरा लगाएर पनि फाइदा छैन खासै अब दिउँसो त यताउति एकैजनाले पनि भयो हुन्छ होइन अलिअलि यसो मैला नगर्दै हो यताउति घुमघाम गरेर र कन्ट्रोल गर्न सकिन्छ बेलुका चाहिँ यहाँ एक्लै बस्ने पनि अवस्था छैन जोखिम छ अब बेलुका त किनकि अब सबै झोलाभरि खानेकुरा खम्बाहरू केहरू लिएर आउँछ हुक्का लिएर आउँछ कहिले त यहाँ दिउँसै पनि लिएर आउँछ त्यहाँ अस्ति उधोमुन्टे हुने हामी 3जना थियौँ त्यहाँ उधोमुन्टे हुने जेल गरेर छादियो के गर्यो त्यो हुक्का पनि खाइरहेछ बियर पनि तानिरहेछ अनि हामीले फेरि हामी किवाटी तिमीले नै उनीहरूलाई नै त्यतिखेरै साफ गरेर पठाइदिउँ त्यस्तो अवस्था हुन्छ बेलुका चाहिँ अलिकति अस्ति अनि झर्ना बहिनीलाई पनि अलिक आपत परेछ बहिनी त्यो बेलुका त्यसो भिडियो गर्दै एक्सन गर्दै नजानु किन राम्रो मान्छेहरू यहाँ आउँदैन बेलुका भनेको म त दाजु रिस उठेर म त कराउँदै गएको दुनियाँभरको गाली खाइयो भन्दै अस्ति आज आउँछु भने चाहिँ आएको छैन है भनेपछि यस्तो समस्या छ है ठ्याक्कै यो बेलुका त कति बजीदेखि आउँछन् बेलुका यो जस्तै यहाँ अब राम्रो मान्छेहरू अब दिउँसो भिजिट गर्नेहरू बेलामा आएर तिनीहरू उता जाँदै गरेको हुन्छ अनि उनीहरूको पालो अब बेलुका घाम डुबेपछि डुब्दै गर्दाखेरि यतैदेखि यसो सर्टकट आउँछ यता अनि यता हुन्छ भनेको टेर्दैनन् यहाँको चाबी कोसँग छ भन्दै आउँछन् कोही केटाहरू अब हामी के थाहा चाबी अनि किन चाबी चाहियो भन्नु चाबी किन चाहियो भने हामीले चाहियो भन्छन् त्यस्तै पहिला थियो अहिले चाहिँ आउनु छोड्यो है भनेपछि यस्तो अवस्था हुँदो रहेछ है यहाँ चाहिँ अस्ति त्यो खालकोहरू पहिला आउँथिएछन् अहिले चाहिँ अलिक थाहा पायो कि अब चाहिँ यहाँ त्यस्तो छैन अर्कै स्टाफहरू आएछन् अर्कै खालकोहरू भनेपछि अलिक कम्ती हुँदैछ तर पनि अब माथि आउँछन् त्यता बस्छन् माथि त्यो बारहरू भत्काउँदै आगो ताप्छ कराउँछ रातभरि नै बस्छ अरे पल्लोपट्टिको बहिनीहरूले भन्छ त्यहाँ त हामी त जाँदैनौँ न बेलुका त रातभरि पनि सुत्दैनन् भन्ने कुरा गरेको थियो यहाँ छरछिमेकलाई गाह्रो भइसक्यो हस् मामा धन्यवाद भर्खरै यहाँ क्युआइटी टिमबाट यहाँ मामा हुनुहुन्छ होइन उहाँ नै हुनुहुन्छ दिउँसो चाहिँ सरसफाइसँगै रेखदेख र नयाँ ढोका आइसकेको छ मैले अघिल्लो भिडियोमा तपाईँहरूलाई ढोका आउँदैछ भनेर जानकारी दिएको थिएँ र यो फोडिएको ढोकामा चाहिँ अहिले नयाँ ढोका लगाइसकेको छ सुङ्निमा पारुवाङ प्रतिमा निर्माण स्थल होइन र योभन्दा अगाडि अब यस्तो क्रियाकलाप हुन्थ्यो हुँदैन थियो होइन त्यो थाहा भएन तर पनि अहिले चाहिँ सुङ्निमा पारुवाङको प्रतिमा निर्माण
भनेपछि चाहिँ होइन सबैको ध्यान र सिसी क्यामेरा यहाँ छ र यो सिसी क्यामेरा चाहिँ तल बसेर पनि हेर्न सकिन्छ तर पनि सिसी क्यामेरा भए तापनि यहाँ मामाले अघि भनिसक्नु भएको छ जोखिमै छ किनभने यो झ्यालभित्र चाहिँ अब यो रडहरू छैन नि त त्यही भएर पनि यो ओपन हुन्छ सहज तरिकाले ओपन हुन्छ र भित्र पसेर जे गर्न पनि सक्छन् भन्ने कुराहरू छ होइन सुरक्षित छैन अझै पनि र निकै भिड छ माथिको कुराकानी गर्ने हो भने अहिले म तपाईँहरूलाई त्यहाँको पनि जानकारी दिनेछु फोहोर मैला यति धेरै फोहोर मैला यहाँ मामाले सफा गरेकै शिलान्यास गरेको भोलिपल्टदेखि नै होला उहाँ यसरी हुनुहुन्छ तर पनि फोहोर मैला सकेको छैन होइन मामा फोहोर मैला अझै अझ थपेकै हो कि हुन्छ टिपेको तर यो हामीले अलिक सफा राखेपछि उनीहरूले पनि अलिकति सफा देखेपछि चाहिँ त्यति फाल्नु अलिक हुँदो रहेछ। त्यो चाहिँ देखिरहेको छ है र अहिले फोहोर मैलो टिप्दै सबै सफा गरिसक्नु भएको छ तर पनि यहाँ घुम्न आउने भिजिटरहरूले चाहिँ खाने अनि फेरि फ्यालिदिने उयो बोराहरू तपाईँले झुन्डाइदिनु भएको हो नि होइन मामा त्यो बोरा चाहिँ के को लागि भनिदिनुहोस् त थोरै यो बोरामा तपाईँको प्याकेट फुड लिएर आउनेहरूले खाएर प्लेटहरू बोतलहरू यहाँ लाउनुको लागि फोहोरहरू गरिदिएको बनाइदिएको छु जग्गा जग्गामा यता मास्तिर यस्ता अब यहाँ लगाइदियो भने त हामीले आएर त्यहाँ भेला पारेर जलाइदिँदा हुन्छ नि तलतिर यस्तो है खाने अनि हालिदियो फ्यालिदिने अझ सिसाहरू फुटाइदिने पनि है सिसा जाम छ केटाकेटी त हो ल हेर्नु त यहाँ अब यो दुईटै बोरामा खाली गरेर यता यहाँ सफा गरिराख्नु भएको छ र यहाँ कहिले मानव यो होइन त्यही त हो नि कस्तो जन्तुहरू आएछ भन्दै कहिले गाली गर्दै भिडियो गर्दै साफ गर्छु आची खाने जन्तुहरू आएछ भनेर अस्ति त त्यहाँ माथि त झन् त्यो आगो बाले छ त्यो दुनियाँभरको बाँस अनि त्यो बाल्दै गरेको पछाडै छ पुरा कालै बनाएको थियो हाम्रो त्यो सुम्निमा पारुङको अगाडि शिलान्यास गरेकै नजिकै नजिकै पुरा अनि त्यहाँदेखि त्यो झाडुले पुरा साफ गरेर राखेपछि अलिक त्यहाँ माथि चाहिँ गरेको छैन दुईपल्ट गऱ्यो त्यहाँदेखि गरेको छैन र अहिले अब घुम्न आउनेहरूको बाक्लो भिड छ होइन उपस्थिति बाक्लो छ अहिले पनि धेरैजना हुनुहुन्छ र यसरी तपाईँ यहाँ भए तापनि सरसफाइ गरिरहँदा पनि फोहोर मैलो त होइन छँदैछ यहाँ यति मजाले साफ गरेको रहेछ हामीले फाल्नु हुँदैन भन्ने मानसिकता चाहिँ नहुने नै रहेछ है यो आगो बालेर फाल्ने कोइला फाल्ने ढुट्याउने चाहिँ बेलुका आउँछ जस्तै 6-7 बजी रातको समयमा है रातको समयमा चाहिँ अब त्यही हो नर्मल प्याकेट फुडहरू बोतलहरू चाउचाउको खोले त्यस्तैहरू फालेर जान्छ त्यति हो यो शिलान्यास गर्न अगाडि बरु होइन यो ढुक्क थियो यहाँ स्थानीयहरू हुनुहुन्थ्यो हेरिदिनु हुन्थ्यो होइन शिलान्यास पछि अझ गाह्रो भयो हो कि के हो त्यस्तै हो त्यस्तै अब यहाँ स्थानीयहरू छैन एकजना झर्ना बहिनी हो तल हुनुहुन्छ उता बाटो पारी छ उनीहरू यता के हुँदैछ उहाँहरू देख्दैन पनि फेरि आफ्नै उता व्यस्त छ व्यवसाय उतै बिजी हुन्छन् अब बेलुका आउने कुरा पनि भएन त्यही उनीहरू बेलुका त हामी त्यता जाँदैनौँ त्यो अलिक राम्रो खालको मान्छे आएको हुँदैन बेलुका भन्ने कुरा गर्दै थियो त बहिनीले यहाँ स्थानीयहरू पनि डराउनुहुन्छ होइन त तपाईँहरूले त्यो प्याकेट फुडहरू बेच्दाखेरि सम्झाएर दिनुहोस् है भनिदिन्छु हामी कति सम्झाएर दिन्छौँ त्यहाँको प्याकेट फुडहरू यहीँ लिएर त्यो कभरहरू यहीँ लगाइदिनु हामी लिएर आउनु हामी जलाइदिन्छौँ भन्दा पनि कसैले ल्याउँछ कसैले ल्याउँदैन भन्ने कुरा गर्दै थियो त्यस्तै छ है हाम्रो नेपाली है कहिले अब हामी नै विदेशमा गयौँ भने उहाँ एउटा के अरे चक्लेटको खोल छ भने गोजीमा बोकिन्छ विदेशमा फाइन तिर्नुपर्छ भनेर यहाँ त यस्तो यहाँ छ है भनेपछि हामी त्यसो गरिन्छ आफ्नो देशमा आएपछि आफ्नो देशमा त हो होइन कसले के गर्छ र होइन मै हो ठुलो त्यो सोचले गर्दा साफ गर्नेहरू छँदैछन् नि होइन नगरपालिकाको बलिदिया घर मान्छे छँदैछ भने रोडमा घोला खायो फाल्यो हाम्रो मानसिकता
अति नै नराम्रो। कहिले वृद्धि भएन। थाहा पनि छ सफा अब विदेशमा बस्नेहरूले त थाहा छ नि यस्तो मैला गर्नु हुँदैन आफ्नै एरियामा भन्ने थाहा छ। अब आफ्नो गाउँ ठाउँमा आएपछि चाहिँ कसैले देख्ने होइन कसैले फाइन हान्ने होइन छोडिदिए त अहिले चाहिँ फेरि हामी यो शिलान्यास यो भएकै ठाउँमा आइसकेका छौँ र यहाँबाट चाहिँ भेटी हराएको कुराहरू पनि मैले योभन्दा अगाडिको भिडियोमा पनि जोडेको छु र अहिले पनि यहाँ मौलो मामाले पनि जानकारी दिँदै हुनुहुन्छ है यस्तो छ है ल त्यही तरिका यहाँ बाबाले राख्नु भएको रहेछ चाहिँ त्यही टिमले सिकायो तपाईँहरूलाई कसरी निकालो यहाँ माथि त पसेन होला मुनि पनि छिर्दैन भने यसो भाटा पो दुईटा यसो चिम्टा जस्तो छ है लु यसैले निकालेको रहेछ हामी पनि यसै गरेर निकालौँ भनेर निकाल्दै जम्मा गर्छौँ हामी खातामा लेख्छौँ यति निकाल्यौँ भनेर भिडियो गरेर राखिदिन्छौँ खातामा छ के छ अहिले यहाँ घुम्न आउनु हुनेहरूले पनि भेटी चढाउने हो मामा हजुर त्यो अब आस्था मान्नेहरूले बुढापाकाहरूले 1500 चढाउँछ हाम्रो सुम्निमा पारुहाङको स्थल बन्दैछ भनेर चढाउँछ। अब अरू अरू त्यस्तो केही अबुझहरूले त आउँछ त्यहाँ यसो हेर्छ हो बेलुकाको लागि व्यस्त गर्नु यहाँ रहेछ है भन्छ हिँड्छ नि हामी अब यतै काम गरिराखेका हुन्छौँ त्यस्तो पार्टी पनि आउँछ। यो अब यति दह्रो बनाउनु भएको छ र पनि है हजुर यहाँ अब हामी खालको मान्छे रहेछौँ कोही केटाहरू कति मजाको केटाहरू आउँछ तलदेखि झ्याप्पै नै मुनि नै हाम्रो हर्क साम्बाङले भुइँ ढोक्छ नि त्यस्तै ढोकेर जान्छ कस्तो लाग्छ त्यति धेरै कोही मान्छे चाहिँ त्यहाँ भएको चढाएको भेटी निकाल्दै लान्छ अनि भनेपछि हामी कस्तो चाहिँ रहेछौँ भन्ने अनुमान नै लाउन नसकिने पर्यो है अब यस्तो युवाहरू आउँछ झ्याप्पै ढोकेर जान्छ मास्टर कति मजाको भान्जाहरू कोही चाहिँ अब त्यहाँ जम्मा भएको पैसा निकालेर लगिदिन्छ त्यस्तै छ हाम्रो समाजमा। ल हस् धन्यवाद मामालाई फेरि पनि भन्दै अब चाहिँ हामी यहाँको जानकारी दिँदै अब भने चाहिँ हामी पनि फर्किन्छौँ र अहिले यहाँ स्थानीयहरूसँग पनि कुराकानी गर्ने चाहिँ इच्छा होइन भयो भने ल टाढैबाट म देखाउँछु तपाईँहरूलाई यहाँ घुम्नको लागि हेर्नको लागि आइ नै राख्नुहुन्छ बाक्लो उपस्थिति हुन्छ यहाँ र विशेष गरी यो हाइकिङ रुट भएको कारणले गर्दा पनि होइन ट्रेनिङ सेन्टरको भाइहरू चाहिँ धेरैभन्दा धेरै आउनुहुन्छ र उहाँहरू सँगै अब साँझको बेलामा होइन कस्तो व्यक्ति आउनुहुन्छ भनेर यहाँ स्थानीयसँगै मौलो मामाले पनि जानकारी दिइसक्नु भएको छ दुर्गा दाई सँगै नवीन दाई होइन यहाँ ड्युटीमा खटिनु हुने टिमले जानकारी दिइसक्नु भएको छ भने घरहरू चाहिँ टाढो भइसकेको छ अहिले चाहिँ पहिला चाहिँ यहीँभरि थियो होइन यहाँको सबै हटाइसकेर अहिले यहाँ पर छ घरहरू अनि तल यहीँ स्थानीय झरना सिस्टरको घर छ भने यता पर छ र अब टाढो भएको कारणले गर्दा चाहिँ अब होइन देखिँदैन भयो भने चाहिँ यहाँ स्थानीयसँग पनि हामी कुराकानी गर्नेछौँ यहाँको दैनिकै अपडेट गरिरहेका छौँ धरान बजारदेखि टाढै छ होइन तर पनि यहाँ सिसी क्यामेरा राखेपछि चाहिँ फेरि दोहोरिँदैन होला अवश्य पनि त्यही समस्या भन्ने चाहिँ छ तर पनि हेरौँ अब आज हिजो राख्नु भएको आज त्यस्तो केही छैन है। नाम चाहिँ पूजा लिम्बू चिन्डेरा हजुर चिन्डेरा यही बासिन्दा भयो चोक्कै मान्छे भन्नु पर्यो अब त चोक त पहिला चोक्कै हो बस्ती उठ्नुभन्दा अगाडि पनि यस्तै क्या यहाँ छाडै हो भने चाहिँ होइन हजुर आएर है यो एरिया चाहिँ पहिलादेखि नै क्या राति 12-1 बजे तल बन्द भएपछि यहाँ माथि निस्किने बाइकतिर त्यही घर वरिपरि हो हल्ला झगडा गरेर हिँड्ने हुनु त पहिलादेखि नै हो झन् अहिले त खुल्ला भयो त्यही कारणले गर्दा पनि त्यस्तो ओडातिर पहिला पनि खबर गर्दा यसो 2-3 दिन आउने 8-9 बजी त मान्छे त हुँदैन हेरिदिने फर्किहाल्छ त्यस्तै अब यो झन् बिदाको दिन त छोडिदिउँ अरू बेला पनि यो दिउँसो चाहिँ मान्छे निस्किँदैन यो सर्टकट बाटो निस्किन्छ क्या हामीलाई यो रोडमा थाहा नै हुँदैन यो कोही बेला चाहिँ हल्ला गरेर फर्किँदा मात्रै हामीलाई थाहा हुन्छ राति यहाँ पुरा टर्निङमा फाइट पर्दै थियो त्यतिखेर थाहा पाइमा उ त डाँडै फाइटै पर्यो है केटाहरू मात्रै केटी पनि हुन्छ केटीहरू हुन्छ नि भर्खर टिनेजहरू हुन्छ त्यही गराउने टिचर केटीहरू नै हुन्छ फाइट पर्ने अब व्यवहारिक मान्छेहरू त हुँदैन त्यस्तै क्या अब एडिकहरू त्यस्तै उनीहरू सँगसँगै पनि निस्किन्छन् होला क्या खाने बस्ने पहिले भन्दा चाहिँ
निकै नै बढेको छ देखिन्छ। तपाईँहरू त्यहाँ अब बस्दा हामी त्यहाँ बस्दाखेरि भनेको त त्यस्तो थिएन, किनभने त्यहाँ बस्ती थियो, संरचनाहरू थियो, होटलहरू थियो, त्यहाँ घरहरू थियो होइन। अनि अब नजिक नजिकै घरहरू थियो नि त। अब अहिले त त्यहाँ खाली भएपछि चाहिँ त्यहाँ बस्ती नै छैन नि त। अनि ग्राउन्ड जस्तो छ, घुम्नु आउनेहरूले पनि खाली नै त हो, जे गरे पनि हुन्छ जस्तो हुँदो हो। अनि त्यसरी चाहिँ भइरहेछ। पछिल्लो समय विकृति त फैलिएकै हो होइन। त्यत्रो ढोका फुटायो, घरभित्र ढोकाहरू छादिदियो। त्यहाँनिर हाम्रो सुम्निमा पारुहाङको प्रतिमा जुन चाहिँ थान राखिएको छ शिलान्यास गरेको ठाउँमा, त्यो ठाउँमा त रात दिनमा कराउँदै आइरहेकै हो। त्योभन्दा एक्स्ट्रा यता सुम्निमा पारुहाङको अफिस घर पनि क्या, अफिस घर पनि 3 दिन अगाडि चाहिँ ढोका फुटाएर भित्र पसेको रहेछ। अनि शुक्रबारतिर पसेको रहेछ। अनि शनिबार दिउँसो म निस्केँ, दिउँसो 2 बजीतिर निस्केँ। अनि फोहोरहरू सङ्कलन गर्दै गर्दै गएँ। अनि कोही आउनु भएको होला क्युआरटी टिमबाट भने, ढोका खुल्ला देखेर। अनि बत्तीहरू पुरै झलमल्ल बलिरहेको थियो होइन। अनि आउनुभयो होला भनेर म चाहिँ सिधै माथि चढेँ क्या, यतैको बाटो सिधै माथि चढेँ। चढ्दाखेरि त कोही थिएन त्यहाँभित्र, पुरै त्यो बम्बिटहरू त थिएन। शनिबार दिउँसो चाहिँ थिएन। बस उनीहरू बसेर खाएर पुरै फोहोर चाहिँ गरिरहेको थियो। अनि आइतबार हिजो जाँदाखेरि चाहिँ पुरै बम्बिट गरेको, झगडा गरेर घडीसडी फुटाएको, ढोका फुटाएको होइन। पुरै त्यो बेसनमा यति थुपारेको देख्नुभयो तपाईँहरू नि, आउनुभएको रहेछ हिजो होइन। त्यस्तो भइरहेको छ। अनि अर्को कुरा, यो सुम्निमा पारुहाङको प्रतिमा एरिया त्यसकै सेरोफेरो भनौँ न, यताउति उता होइन, जहाँ जहाँ खाली छ त्यहाँ चाहिँ बाहिरबाट खानेकुराहरू बनाएर ल्याउने र त्यहाँ खाने, जताभावी फ्याँक्ने होइन। अब शिलान्यास सुम्निमा र पारुहाङको थानकै छेउमा चाहिँ खानाहरू थुपार्ने, उफ्रेको त्यो जुठो खानाहरू जताभावी फ्याल्ने काम चाहिँ भइरहेको छ। तपाईँको भिडियोमा म देख्छु कि अब म 1-2वटा कुरा बोल्छु, गाली गरे नि गर्नुहोस् भन्नुहुन्छ होइन। अनि फोहोरहरू सङ्कलन, त्यहाँ आउनेहरू, घुम्न आउनेहरूले नै अत्यन्त फोहोर तपाईँले सम्झाउँदै गरेको हुन्छ, तर उहाँहरू कति त तपाईँसँग बाजेको पनि देखिरहेको थियो कि। हजुर, त्यहाँनिर अलिकति अटेरीपन उनीहरूमा चाहिँ धेरै घमण्ड भनौँ न। अब तेरो को हो र, तेरो के हो र यहाँ होइन, तेरो अधिकार छ र भन्ने टाइपको त्यस्तो खालको घमण्ड देखाउने होइन। अब कति चाहिँ त्यो नानी बाबुहरूले चाहिँ, नानी बाबु नि नभनौँ, अब ठुल्ठुलै युवा युवतीहरूले भनौँ होइन, त्यहाँ सेक्वा पोल्दै गरेकोहरू, खाँदै गरेकोहरू, अनि त्यहाँ पिकनिक खाँदै गरेकोहरू, यहाँ यसरी फोहोर नपारिदिनु होइन। एउटा आस्थाको धरोहर हो, यस्तो पवित्र स्थलमा चाहिँ अलिकति साइड लागेर खाइदिनु होला। तपाईँहरूले खाएपछि यसरी हामीले चाहिँ डस्टबिनहरू राखेको छौँ, बोर्डहरू राखेको छौँ, यसरी चाहिँ तपाईँहरूको फोहोर चाहिँ आफैले व्यवस्थापन गरिदिनु होला भन्दाखेरि चाहिँ अब यो खाली ठाउँमा तेरो बोल्ने अधिकार छैन टाइपको दिने होइन। र पनि म चाहिँ होइन सुरुमा सम्झाउँछु त्यति र पनि नभएपछि चाहिँ, तर म यहाँदेखि घरदेखि जब त निस्किसकेपछि क्यामेरा चाहिँ अनै हुन्छ है, क्यामेरा अनमै मैले भिडियो बनाइरहेको हुन्छु। उनीहरूले चाहिँ अब त्यो हाल्दैन, यो यत्तिकै हामीलाई जिस्काएको टाइपको दिँदो रहेछ होइन। अनि मैले त्यो जब भिडियो हालिसकेपछि अनि त्यो भिडियोमा आएर चाहिँ किन हाम्रो भिडियो हालिस्, किन यस्तो उस्तो दिइरहेको हुन्छ क्या, पुरै गालीहरू दिइरहेको हुन्छ। बेसी चाहिँ युट्युबमा भन्दा टिकटकमा गालीहरू दिइरहेको हुन्छ नि त। तर पनि म चाहिँ पत्याउँदिनँ, किनभने जसले गाली दिन्छ त्यसले त राम्ररी भिडियोलाई निहालेको हुन्छ नि त। म चाहिँ त्यही बुझ्छु कि जसले मेरो भिडियोलाई निहालेको हुन्छ त्यसले चाहिँ त्यहाँ चाहिँ यस्तो रहेछ है भनेर चाहिँ त्यो मान्छे चाहिँ भोलि गएर जति मेरो भिडियोको कमेन्टमा आएर भुके पनि त्यो चाहिँ सजग हुन्छ नै हुन्छ क्या। त्यो भएर मैले त्यो युट्युबको भ्लगको क्लिपहरू काटेर टिकटकमा हालेको हुन्छु। अस्ति त्यो एउटा भिडियो चाहिँ क्लिप काट्दै हाल्दाखेरि चाहिँ धेरै गाली पनि आयो। लगभग 3.5 लाख लगभग 4 लाखले हेरिसकेको छ। त्यतिमा जनचेतना फैलिनु भनेको त्यो नै सबैभन्दा ठुलो कुरो चाहिँ मलाई त्यो लाग्छ। जतिले गाली गरोस् म टेर्नेवालै छैन क्या। गाली चाहिँ के विषयमा? गाली चाहिँ अब उनीहरूले के भनेको हुन्छ भने कि त्यहाँ बोर्डहरू राख्नु पर्यो होइन, कि चाहिँ राम्रो मुखले सम्झाउनु पर्यो, त्यो सरकारी जग्गा होइन, तेरो प्राइभेट हो र भन्ने खालको त्यस्तो खालको कुराहरू त्यहाँनिर कमेन्टमा चाहिँ राखेको हुन्छ होइन। तर म यो पनि भन्न चाहन्छु कि त्यो सरकारी जग्गा होइन, त्यो हिजोसम्म व्यक्तिको थियो, आज संस्थाको छ, जहाँ चाहिँ सुम्निमा पारुहाङ प्रतिमाको भगवानको भनौँ न, भगवानको एरिया हो, सुम्निमा पारुहाङ संस्थाको एरिया हो। त्यसले गर्दाखेरि म मात्र नकराएर
सबैले राम्रो सोच लिएर आफूले राम्रो सोच लिएर अरू ठाउँमा जाउँ र त्यो ठाउँमा पनि बरु सकेसम्म होइन मिलेसम्म र सकेसम्म र दिमागले भ्याएसम्म चाहिँ राम्रो खालको सन्देश छोडेर आउँ होइन फर्केर जाउँ म त्यही नै भन्न चाहन्छु। जस्तै यो आउने समूह चाहिँ यो अहिले मात्र होइन पहिलेदेखि पनि यस्तै थियो। त्यहाँ हामी रहँदाखेरि पनि हामी त्यहाँ भएर चाहिँ अलिकति त्यो ठाउँलाई सुरक्षित भएको र त्यहाँको स्थानीय हामी आफैलाई सुरक्षा दिएको मात्र हो होइन। पहिले पनि यस्तो क्रम चाहिँ जारी चलि नै रहेको थियो। कस्तो भने यो चाहिँ यो बगरकोटको रेस्टुरेन्ट होटलहरू चाहिँ जब बन्द हुने टाइम हुन्छ नि त्यहाँबाट खेदिएकोहरू चाहिँ त्यहाँ उनीहरू खाँदै जाँदाखेरि अलिकति अपुग भइरहेको हुन्छ। त्यहाँ टाइम भएपछि त्यहाँबाट निकालिदिन्छ अनि त्यहाँबाट चाहिँ उनीहरू टेम्पो रिजर्भ गरेर बियरहरू कार्टुन ड्रिङ्क चिजहरू ल्याएर यो ठाउँमा आएर खाली छ यहाँ त कसैले केही गर्दैन भनेको बेला पुलिसहरू पनि आइपुग्दैन भन्ने टाइपले उनीहरू आउँछ क्या। आएपछि खाने अनि त्यहाँ स्थानीयहरू कोही बोलिहाल्यो भने पनि जो बोल्यो त्यसैले हानिदिने। उनीहरू चाहिँ अब राम्रो खालको मान्छेहरू होइन। उनीहरू चाहिँ किनभने ग्याङै हुन्छ होइन। अब कस्तो एजको हुन्छ केटाकेटी हुन्छ कि अब एज त यिनीहरू 18-19 देखिको 28-30 35सम्मकै पनि हुन्छ होइन। तर यिनीहरू चाहिँ कस्तो हो भने यिनीहरू चाहिँ मालेहरू हो क्या। म सिधै भन्छु यिनीहरू मालेहरू है। त्यो रक्सी मात्र खाएर कोही पनि त्यति साह्रो त्यो ज्यान छोड्दैन। त्यो चाहिँ उनीहरू अरू नै पनि खाएको हुन्छ होला। आँखाले चाहिँ देखिँदैन। अब त्यहाँ चाहिँ फुटाएको चाहिँ बियरको बोतल मात्र देखिन्छ तर त्यो बियरले नै मात्र चाहिँ त्यसरी हुँदैन होइन। अब आफै अनि त्यो उनीहरू झगडा गरेपछि त बस्तीलाई असर पर्यो नि त। त्यहाँ स्थानीयलाई असर पर्यो नि त। स्थानीय बोल्यो कि उनीहरू अब त्यही झगडाको टाइपले अब उनीहरू न्यु खोज्ने यस्तो भइरहेको छ होइन। पहिले पनि थियो। पहिले चाहिँ हामी स्थानीय नै मिलेर यहाँको टोल सुधार समितिदेखि लिएर अब टेलोदेखि लिएर यहाँको अब आदि इत्यादि होइन त्यो ठुला बडाहरू हामी नै समितिवाला नै मिलेर चाहिँ त्यो समस्यालाई समाधान गर्दै ल्याएको। अहिले पछिल्लो समय त्यो ठाउँमा कोही छैन। अब म पनि यता झरेँ अरू पनि हटेर अब आफ्नो ठाउँमा जानु भएको छ होइन। त्यो ठाउँ खाली भएकोले गर्दाखेरि यहाँको स्थानीयले चाहिँ असुरक्षित चाहिँ एकदमै महसुस गरिरहेको छ है। अनि यो ग्याङ यो पाला चाहिँ मैले देखेको छैन। 2-3 दिन अगाडि चाहिँ त्यहाँ पुरै बियरको बोतलहरू फुटाएको थियो होइन। त्यो मैले नै पनि कलेक्सन गरेँ र अर्को दाजु के पो हुनुहुन्छ नि अघि नै आउनु भएको थियो मौला सिंह दाजुले पनि कलेक्सन गर्नुभएछ। म र छोरी गएर पनि यति टिप्यौँ होइन। त्यो रात चाहिँ 12 बजीतिरको टाइममा अरे त्यहाँको भाइहरूले खेदायो अरे। खेदाउँदाखेरि सम्झाउँदाखेरि चाहिँ उनीहरू गइलागेछ जुझेछन् पनि अनि झगडा स्थानीयसँगै झगडा गरेछ। अनि यताकोलाई हेपेर जब यताकोहरू 1-2 जना बोल्न थाल्यो ढुङ्गाले दिनु थालेछ भागेछ के भागेछ नि। त्यो पछि फोहोरहरू चाहिँ हामीले नै उठायौँ है। अब हजुर त्यो पनि हो। ढिला हुनाले पनि यहाँ चाहिँ काम सुरु नै भए पनि त प्रायः जसो रातिको टाइममा भइरहेको छ। काम त दिनमा हुन्छ होइन। यो यस्तो खालको कार्यहरू अभद्र व्यवहारहरू गर्ने त राति आउने हो नि त। अनि त्यसलाई चाहिँ के भन्छ अब कन्ट्रोल गर्नको लागि त सेक्युरिटी नै चाहिन्छ होला। मलाई त्यस्तै सेक्युरिटी अथवा नगर प्रहरीहरू आएर बसिदिनु भयो भने चाहिँ यहाँको स्थानीयलाई पनि सहज हुने थियो होइन। अलिकति अब काम सुरु भएपछि पनि यो नबनिसकी त सेक्युरिटी राख्नुहुन्न होला नि त। काम त दिनमा हुने हो। यो यस्तो खालको मान्छेहरू त रातमा आउने हो। त्यसले गर्दा रातको लागि चाहिँ भनेपछि त यो अहिले चाहिँ यो कुरा पहिलेदेखिकै हो। न पुलिस बोलाए न आउँदैन पुलिसहरूलाई वडामा भन्यो न। अब वडाकोले के गर्ला र यहाँ चाहिँ यस्तो छ। हाम्रो चाहिँ 20 नम्बरको वडा चाहिँ निकै टाढो छ। यो चिन्डे डाँडा भन्दा निकै टाढो छ। यो चिन्डे डाँडाको चाहिँ नजिक चाहिँ बजारै हो क्या। बजार बरु हाम्रो इलाका भानचोकतिरको इलाकातिरको पुलिसहरू छिटो आइपुग्नुहुन्छ होला। वडाको चाहिँ त्यति ढिलो हुन्छ कि किनभने लङ बाटो छ नि त घुमाउरो कच्ची अनि बर्खामा चाहिँ पुरै पानी परेर भत्किएको हुन्छ। त्यसले गर्दा आउनु पनि हुँदैन क्या। भनेपछि यो चिन्डे डाँडाको बासिन्दाको वर्षौँदेखिको यो समस्या त पहिले चाहिँ थियो नै समस्या थियो नै। तर समाधान पनि हामी आफै गर्थ्यौँ किनभने पहिले बस्ती बाकुलो थियो हामी धेरै थियौँ होइन। त्यहाँ चाहिँ त्यसरी गर्न चाहिँ गर्न हामी दिदिनँ थियौँ। भनेपछि तर अहिले चाहिँ अब जे पाए त्यही गर्न सकिरहेको छ होइन। अलिकति हेपाइजात भनौँ न। त्यहाँ कोही छैन। त्यहाँ 1 घर 2 घर छन्। त्यसले गर्दाखेरि त्यसरी भइरहेछ।
केमा आउँछन् यो टेम्पो नै? भगरकोटतिरको होटलहरू बन्द भएपछि चाहिँ उताबाट चाहिँ यता आउँछ भन्ने खालको कुरा हुन्थ्यो। अब त्यो त देखिएको छैन होइन। यदि यस्तो कतिचोटि कल पनि गरेको हो क्या प्रहरीलाई? इलाका प्रहरी कार्यालयमा त कति कल पनि गरेको पहिले। हजुर। अब त्यसरी चाहिँ उताबाट आउँदै गर्दा हामी बाटोमा ढुक्छौँ भन्ने टाइपको कुराहरू आउने होइन। हजुर। योभन्दा 1 वर्ष अगाडितिर चाहिँ हामीले कति कल गरेको छौँ। कस्तो त्यस्तो घटनाहरू? अगाडितिर चाहिँ मेरै त्यो जहाँ चाहिँ छाराङ होटल मेरो तपाईँहरूलाई थाहा छ नि त त्यो मेरो होटलको पछाडि यता अगाडि डाँडामा खाएर चाहिँ बसेर खाएर उनीहरू आफैले बोकेर ल्याएको हो या होइन रातभरि क्याम्पिङ बस्ने त्यत्तिकै हुन्छ नि त। अनि उनीहरू फर्कने क्रममा चाहिँ अब यो जब सुन्निमा पारुहाङको त्यो संरचनाहरू नहट्दाखेरि हट्नुभन्दा अगाडि त त्यहाँ बाटो ओरसम्म थिएन नि त, तलबाट थियो तर मान्छे हिँड्ने थियो नि त। अनि गाडीहरू बिसाउने त जहाँ कि मेरै घर छेउमा हो नि त होइन, त्यहाँ मात्र हुन्थ्यो क्या गाडीहरू राख्ने ठाउँ। अनि उताबाट खाएर आउने अनि जब कि उनीहरू घर फर्किने बेलामा चाहिँ त्यहाँ चाहिँ 1-2 घन्टै बार्गेनिङ चल्ने क्या। हल्लाले रातभरि सुत्न नदिने, यसो सम्झाइदिउँ भन्यो भने अघि बोतल टिपेर आइहाल्ने। अनि त्यस्तो पनि 1-2 चोटि भएको छ। के बार्गेनिङ चाहिँ के गर्ने? उनीहरूमा झगडा आफै त्यही अब खाएपछि उनीहरूमै झगडा पर्ने अनि मुख छाड्ने होइन। जस्तै आमा गाली दिने, रातभरि कराउने। अब कति चाहिँ आफ्नो पाहुनापात हुन्छ, माइती चेली आमा बाउ सासू ससुरासँग बसिएको हुन्छ होइन, छर्लङ्गै सुनिने, कानमै हुने क्या। अनि त्यसले गर्दाखेरि सम्झाउँदा चाहिँ त्यसरी आफूसँगै आइलाग्ने। अनि 1-2 चोटि चाहिँ हामीले कल पनि गरेको थियौँ तर आउनु भएन, कहिले आएन। अनि हामी बेला बेलामा मिटिङहरू बस्ने, अनि त्यसलाई अब कुन तरिकाले के गर्ने त भन्ने खालको छलफलहरू हुन्थ्यो। अनि हामी आफैले नै समस्याहरूलाई चाहिँ